है लौ न भाइ हो है के कसो गर्ने है के गर्ने होला है लौ न भाइ हो है हाम्रो रमेश अङ्कल है दान गरिकन है साइडमा बसी हेरिरहनु भएको छ है लौ है साथी हो है बालकृष्ण अङ्कलले है हाल्नु भयो कि भएन है के हो भाइ हो है अङ्कलले पनि है राख्नु भएको जस्तो छ है भन भन भाइ हो है लौरी भन है लौ न भाइ हो है अझै बाँकी है सामूहिकमा है दान गर्नु होला है लौ हेर भाइ हो है हाम्रो दाजुले है दान गर्नु भयो है लौ न दाजुले है हाम्रो म्यामले है दान गर्नु भयो है लौ न साथी हो आउँदैछ है फैलिरहेको है चित्त नबुझाइ है जाँदैनौँ हामी है साथी भाइलाई है सबै चित्त बुझाइ है जान्छौँ हामी है अरू गीत प्रस्तुत गर्दैछौँ। दुःख पिर नमान्नु मनमा देउसी भैलो आइपुग्यो आँगनमा दुःख पिर नमान्नु मनमा देउसी भैलो आइपुग्यो आँगनमा हजुर देउसी भैलो आइपुग्यो आँगनमा केही हुन्न सम्पत्ति धनले गर्नु दान कुमार मनले केही हुन्न सम्पत्ति धनले गर्नु दान आनन्द मनले गर्नु दान आनन्द मनले यही छु घर है भन भन भाइ हो है राम्ररी भन है हाम्रा साथीभाइ है सबै जम्मा भाइ है फैलिएर खेल्न है ल हेरौ भाइ हो है हाम्रो मानव सर है मनकारी हुनुहुन्छ देख्यौ त भाइ हो है मनको मन सबै थाको है देखिहाल्यो भाइ हो है भन भन भाइ हो है राम्ररी भन है स्वर मिलाइकन है अरू पनि है धेरै बाँकी छ है जम्मा जम्मी 6-7 घर मात्र है भयो जस्तो लाग्छ है हामीहरूले हे सबैलाई नै हे बुढाथोकी हाइको हे जति पनि हे सबै परिवारलाई निमन्त्रणा हे गरेका छौँ हे कसैलाई है सामाजिक सञ्जाल हे मार्फत पनि हे भनेका छौँ है लौ है साथीको है भन भन भाइ हो है राम्ररी भन हे हास्वर बिलाइकन है भन भन है लौ भन भाइ हो है अरू पनि धेरै बाँकी छन् हे आउने क्रम हे जारी छ है सबैलाई हे सबैलाई हे अहिलेसम्म हे घरपेटी मात्रै हे आएको जस्तो लाग्छ हे सबै इष्ट हे मित्रहरूलाई हे हामीले भनेका है छौँ है साथी हो हे सबैजना
घरको चित्त नबुझै जाँदैन जस्तो लाग्छ लौ भाइ साथी हो भन भन भाइ हो राम्ररी भन ईश्वर मिलाई खान हाम्रो छ र आइसक्नु भएको छ मैले टाढोबाट देखिरहेछु हाम्रो होम सर समाज सेवी काभ्रे प्लान्चोक घर भाइ नव बुद्ध नगर आइसक्नु भयो भाइ भतिजाहरू कतिजना आयो भनिकन दान गर्नु भयो हाम्रो दाइले खामिङ गरी कति दिएछन् हेर भाइको खाम खोली हेर साथी हो यो सम्पूर्ण सबैले नै सार्वजनिक गरी देख्नु पर्छ एक भाइ त्यहाँ गई त्यो खोली हेरी गरौँ भाइ हो हाम्रो उद्धवलाई के गर्नु ला हो के कति हालेछन् हाम्रो ओमसरको जस्तो लाग्यो लौ देख्यौ साथी हो थोरै त छैन सोचेको भन्दा अलिकति कम होला लौ न साथी हो लौ देख्यौ भाइ हो हाम्रो उद्धव दाइले धेरै छन् कि हाम्रो गीता म्याम आइसक्नु भएको छ भाइहरूलाई चित्त बुझाइ दान गर्नुभयो जस्तो लागिरहेछ लौ न साथी हो राम्ररी भन अजयश्वरले जोडैले भन लौ न साथी हो हाम्रो दिदीले राम्रो सँगै दान गरेछन् कि के हो साथी हो हेर्नै पर्यो मैले त देखी साथी भाइले देख्यो कि देखेन लौ न साथी हो हाम्रो सबै भएको जस्तो लाग्दैन अरू पनि धेरै छन् जस्तो लागिरहेछ लौ भन भाइ हो अहिलेसम्म हामीहरूले भने अनुसार बाँकी जस्तो लाग्छ भाइ हो के गर्ने होला सबैजना मिलिजुली एउटा कोठा सबैजना यता उता घुमी फिरी हाम्रो सरले चित्त बुझेन जस्तो लागेर फेरि पनि थप्नु नै भयो सानो होइन ठुलै जस्तो छ अब बाँकी हाम्रो लव अङ्कल हेरिरहनु भएको छ सबै साथीहरूले थप्यो कि क्या हो म मात्र जस्तो लागिरहेछ अङ्कलले पनि चित्त बुझेन भनिकन के गर्नु होला नआत्यौ साथी हो अझै बाँकी छ अब एउटा गीत बजाउँ आगो हामी हजुरको भरमा राख्नुहोस् इज्जत यो ठुलो घरमा आगो हामी हजुरको भरमा
साथी हो आउँदैछ हामी नाट्यौँ ल अब एउटा नृत्य प्रस्तुत गर्न गइरहेका छौँ सङ्गीता